होइन के भयो हौ? रुँदै थिस् त? होइन होइन कस्तो होइन भनेको? आँखाभरि आँसु छ त। ए होइन, ढाड दुखेर पेट दुखेर रिङटा नि चलिरहेको छ, त्यही भएर। होइन अनि त्यस्तो रिङटा चल्ने मान्छेले किन काम गर्नु त? लु राख खै म गर्छु। लु त्यसो नभन्नु न, अहिले आमाले कराउनुहुन्छ। आमाले कराउनुहुन्छ भनेर हुन्छ? लु त यहाँ आएर बस, म गर्छु। लु लु छोडिहाल्नु नगर। यस्तो सन्तरा भएको मान्छेले यसो गर्ने हो त? लु बस त बस। आमाले मार्नुहुन्छ। आमाले मार्नुहुन्छ भनेर हुन्छ? तँलाई सन्तरा भएको बेला मैले पनि त गर्दा हुन्छ नि। लु बस त यहाँ बस, तातो पानी ल्याइदिन्छु, तातो पानी खा, अलिक रेस्ट गर। बाबु अघि अफिसबाट आए जस्तो लागेको, देख्दिन त कता गएछ? होइन है केटो, भाँडा माझेर बसिरहेको छ त अफिसबाट आउने बित्तिकै। राम राम राम, के देख्नु परेको? होइन यसले पनि मेरो छोरालाई नक्करै बनाएर छोडिस् नि। उसलाई सम्झाएन रहेछ त म गरिदिइराखेको छु त। किन कराएको नचाहिँदो कुरामा? यसलाई सन्च चाहिँ कहिले हुन्छ? यसलाई सन्च चाहिँ यो कम्ती रोगी चाहिँ, यो रोगी कहाँबाट उठाएर ल्यायो यसले? मेरो छोरालाई काम गराएर नोकर बनाएर हिँडाएको छ यसले। जोइटिङले केही काम छैन अब तेरो। यत्रो पढायो हुर्कायो, अन्तिममा अहिले पनि यसले भनेकै मान्नुपर्ने रहेछ। यो काहीँ नभकी यसको त मुख पनि हेर्न मन लागेको छैन मलाई। के भन्नुभएको आमा हजुरले? यही काम हजुरको ज्वाइँले गर्दा हजुरकी छोरी भाग्यमानी, हजुरकी छोरीलाई रानी जसरी पालेका छन् ज्वाइँले भन्नुहुन्छ। अनि यही काम हजुरकी बुहारी बिरामी हुँदा मैले गर्दा म जोइटिङले भए? अलिकति लाज शरम लाग्दैन आमा हजुरलाई? मुखमुखे लागेको मेरो छोरा ठाडोसीले नहेर्ने मलाई यो अलक्ष्मीलाई भित्राएपछि मुखमुखै लाग्ने भएको छ। होइन एउटा भकी चेलीबेटीले पनि सुख पाए भनेर तिमीहरू कति आरिस गरेका? मलाई थाहा छ नि, ज्वाइँले मेरी छोरीलाई सुख दे भनेर यसको भुँडी भत्पत्ती पोलिरहेको छ। काहीँ नभकी आरिस गरेको होइन आमा, मैले सही र गलत मात्रै छुट्याएको। मैले सही र गलत छुट्याएको, हजुरलाई मन मात्रै नपरेको। छोरीले सुख पाउँदा हजुरलाई खुसी लाग्ने, अनि बुहारीले सुख पाउँदा हजुरलाई रिस उठ्ने। हेर्नु भोलिका दिन हजुरको बुहारीले पाल्ने हो हजुरलाई, हजुरको छोरी आएर ज्वाइँ आएर पाल्दैन हजुरलाई। यति कुरा चाहिँ सम्झिराख्नु। खुब सही र गलत छुट्याउनु भएको छ त। खुसी भइस होला नि त आमा छोरा बिच फाँटो ल्याएर? खुसी भइस होला नि? तँलाई त यही चाहिएको थियो होला अलक्ष्मी? यिनीसँग त कुरा गरेर पनि साध्य छैन जोइटिङले। किन मेरो कारणले गर्दा आमासँग झगडा गर्नुभएको? जहिले यस्तै हुन्छ। अब हेर्नु त, आमा रिसाएर जानुभयो, अब दोष जति सबै मलाई लाउनुहुन्छ। तेरो कारणले झगडा भएको होइन नि, मैले त बस सहीलाई सही र गलतलाई गलत मात्र छुट्याएको। अब तँ बिरामी भएको बेला मैले यति धन्दा गर्दा कसैलाई रिस उठ्छ भने रिस उठोस्, म छु त तेरो साथ, त चिन्तै नगर न।